नमस्कार। म आफ्नो मनमा लागेको कुरा केही भन्ने जमर्को गर्दैछु। मै युट्युबमा खासै त्यति सक्रिय पनि छैन, अब सबैसँग मेरो पहुँच पनि छैन। तर मलाई आश्चर्य लाग्छ नेपाली राजनीति देख्दा, नेपाली जनताको मानसिकता देख्दाखेरि। गणेशमान सिंहले भन्नुभएको थियो, सर्वमान्य नेता गणेशमान सिंहले भन्नुभएको थियो नेपाली जनता भेडा हुन् भनेर। अनि किन भन्नुभएछ होला भनेको मैले आजभोलि देख्दैछु राजनीतिमा। आफूले समर्थन गरेका नेताहरू जतिसुकै खराब, हिलोमा डुबेका, भ्रष्टाचारी, बलात्कारी, आरोपी, दुनियाँ जुसुकै आरोपमा लागेका हुन् अथवा लागेर साबितै भएका हुन्, उनीहरूलाई पुरा जय जयकार गर्ने। अनि आफूले मन नपराएको पार्टीका नेताहरू जतिसुकै सोच्छ सबैका, जतिसुकै इमान्दार, कर्मठ, काहीँ घुनपुत्लो दाग नलागेका भए पनि उनीहरूको दाग खोजी खोजी उनीहरूलाई पतन गराउन, उनीहरूलाई निष्क्रिय गराउनलाई चाहिँ सक्रिय छन्। मलाई यो देख्दाखेरि अनि नेपाली जनतालाई गणेशमानले भनेको कुरा नाजायज जस्तो लागेन। हामीले के गर्नुपर्छ भने हामी आफ्नो घर परिवारमा सानो हिसाब किताब मिलेन भने पनि, बुवाको, दाइको, काकाको, मामाको, चाहे जोसुकै भए पनि हाम्रो हिसाब किताब मिलेन भने हामी सम्बन्धै छोडिदिन्छौँ, भेटघाटै बन्द गर्छौँ, जाते आते नै बन्द, जन्ती मलामी नै छोडिदिए पनि रेकर्ड हामीले देखिरहेका छौँ समाजमा, आफ्नै घर परिवार, रगत नातामा। तर राजनीतिमा यति धेरै बेइमानी गरेका, यति धेरै चाहिँ आरोप लागेका, आरोपित भएका, अदालतहरूले चाहिँ पत्रचार गरेका, अदालतले दोषी साबित गरेका, गर्ने कोसिस गरिरहेका यस्ता मान्छेहरूलाई स्वच्छ पवित्र शालिग्राम भन्दा पनि उच्च राखेर चाहिँ जब सम्मान गरिन्छ अनि देशले कसरी राम्रो मान्छे पाउँछ। नेता खराब भएन, हामीहरूको चाहिँ जनता नै खराब हो। नेता त खराब बनाइएका रहेछन्, नेता असल पनि थिए होला सायद, बनाइएका रहेछन्। त्यसले गर्दाखेरि हामी जनता खराब हो। जनता नसुध्रिकन देश बन्नेवाला छैन र हामी सुध्रिनेवाला पनि छैन। अब सुध्रिने खालको मानसिकता मैले देखिरहेको छैन। यो सतीले सरापेको देश भन्दै, सतीको सराप मोक्ष भएछ भने त म भन्न सक्दिनँ, तर नेपाली जनताले अपेक्षाकृत सुख शान्ति पाउने सम्भावना मैले यो देशमा देखिनँ। म एकदम दुखित, एकदम चिन्तित छु यो देशको अवस्था देखेर, होइन। अब कतिलाई मनपर्छ भने, मेरो भनाइ ठिक लाग्छ भने सेयर पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। अब अथवा मैले त्यो अरू प्रयोजनको लागि होइन, धेरैले सुनुन्, धेरैले विचारमा राखुन् भनेर हो। हामी आफै सुध्रिनुपर्छ। अरूलाई सुधार्नको लागि हामीले अरूलाई गाली गर्ने होइन, हामी आफू सुध्रिनु पर्यो। गलतको साथ दिनु भएन, इमान्दारको साथ छोड्नु भएन र इमान्दार र गलतको भनेर सही सत्य तथ्य तरिकाले पत्ता लगाउनु पऱ्यो। पार्टीको झन्डाको आधारमा, पार्टीको आधारमा अथवा संस्थापन, कुनै पार्टीले, कुनै नेताले संस्था स्थापना गरे ती राम्रा थिए भने भएर अबका राम्रा छन् भन्न पनि सकिँदैन। आज हेर्ने हो, हिजो के भयो त्यसलाई मूल्याङ्कन मात्र गर्ने हो, आजलाई हेर्ने हो। त्यसले गर्दाखेरि म सबै नेपालीमा विनम्र अनुरोध गर्छु, हामी सत्य पक्षमा लाग्नुपर्छ, हामीले सत्यलाई परिल्नुपर्छ, सत्यको अनुभव गर्नुपर्छ, राम्राको समर्थन गरौँ, नराम्रालाई समर्थन नगरौँ, नत्र देशले सुख शान्ति पाउनेवाला छैन र भावी सन्ततिले पनि। हस्त, धन्यवाद।